सेवारू नमस्कार। आज फेरि पनि हामी सेकेन्ड माङ सेवा साम्लो लिएर जो भर्खरै सम्पन्न भइसकेको माङ सेवा साम्लो यो एउटा राज्य स्तरीय सिक्किम इन्टरमा भएको थियो। त्यसबाट हामी विनर्सहरू अथवा टप 10 भित्रबाट छनौट भएर आएको हाम्रो कलाकारहरू लिएर आज फेरि पनि यो पश्चिम सिक्किम दराप आन्जुम स्टेडियममा हामीले यो एउटा सेकेन्ड माङ सेवा साम्लो रेकर्डिङ गरिसकेका छौँ र हाम्रो साथमा विशेष गरेर है कम्पिटिसनमा भन्नुपर्दा जज हुनुहुन्थ्यो हाम्रो इमाङ सेतलिङज्यू। आज भने हाम्रो यो रेकर्डिङमा चाहिँ उहाँ हाम्रो कोच भएर धेरै राम्रो सुधारिदिएर आज हामीले भर्खरै रेकर्डिङ सकिसकेका छौँ र जो यता हुनुहुन्छ उहाँ हाम्रो एरेन्जर आन्जुम स्टुडियोको डाइरेक्टर ज्यू सन्तोष साउदेनज्यू हुनुहुन्छ भने यहाँ भित्तामा देख्नुहुँदैछ यता सम्बारे निवासी सुकमान आङबोज्यू हुनुहुन्छ। यता उहाँ उत्तरी निवासी हाम्रो पवित्र लिम्बुज्यू हुनुहुन्छ भने यता उहाँ पेलिङ चुम्बुङ निवासी बलहाङ लिम्बुज्यू हुनुहुन्छ। अनि यता उहाँ सिम्बोली निवासी सुनकेसी लिम्बुज्यू हुनुहुन्छ। उहाँ सेकेन्ड रनर अफ हुनुभएको छ भने अब अलिकति है तपाईहरूलाई यता हाम्रो एरेन्जर सन्तोष साउदेनज्यूले यो भर्खरै भइसकेको हाम्रो सेकेन्ड माङ सेवा साम्लो अलिकति सुनाउनुहुन्छ। सो सुनिदिनुहोस् अनि कमेन्ट्स पनि गरिदिनुहुन्छ भने हामीले ठुलो आशा राखेको छौँ। अनि सधैँ यसरी तपाईँहरूले हामीलाई है कलाकारलाई माया अनि सपोर्ट गरिदिनुहुन्छ होला भने हामी ठुलो आशा पनि राखेको छौँ। हुन्छ अलिकति हामी है अब सुनाउनेछौँ। जो यो अहिले भर्खरै हाम्रो सेकेन्ड माङ सेवा साम्लो भइसकेको थियो। यो माङ सेवा साम्लोको सङ्गीतकार अथवा शब्दकार हुनुहुन्छ हाम्रो चन्द्रमणि तुम्बाबु जो थर्पु निवासी हुनुहुन्छ भने यो माङ सेवा साम्लो है कतिले बुझ्नुहुन्न होला। त्यसैले अलिकति यो माङ सेवा साम्लोले के भन्नुहुन्छ भने हे प्रभु मेरा स्वर्गीय माता पिताको आत्माहरू अलग्गिएर बसेका होलान्, एक ठाउँ पारी राखिदिनु होला, उनीहरूलाई शान्ति मिलोस् भन्ने यो अलिकति है तपाईँहरूलाई बुझाउने कोसिस गरेका छौँ। हुन्छ, थ्याङ्क यू।